यो त छुट्टै राख्नु ओ त्यो आमालाई जाऊ ल त्यही राख्नु न ल ओम पूर्णधर्मे परपत सुपर्ण पुनरापत श्री राख्नु क्या धागो राखिनुहुन्छ क्या त्यही धागो राख्नु ओम पूर्णधर्मे परपत सुपर्ण पुनरापत चाहिने चाहिने पर्दैन धागो राखेको हुन्छ क्या त्यही हो क्या वस्त्र पनि बृहस्पति देवता आएको भन्नु वस्त्र भनेको धागो कपडा राख भनेको ल अब फल राखियो के रे ल अब फेरि टिका लाएर दिने दक्षिणा दाम पनि राख भनेको छ है नबुझिएमा सबै यहाँ एकै ठाउँमा यति दक्षिणा हुन्छ भने राख्नु मैले कल्पना गरेर राख्ने हो क्या दक्षिणा ठिकै त्यसो एक खुद्रा राख्छौँ टपरी राखेर या आर्य राखेर पुजाएर होला नभए नजाने रमेशलाई सोध ओम दक्षिणा ओम दक्षिणा जय नमो नमः दक्षिणा सक्षिणा कहिले कहिले दिने एकैचोटि पूजा गर्ने त्यो भनेको के त्यहाँ अब त्यो रहे पनि हुन्छ त्यो भर्सा नरोस् नपुगे थप्न नि मिल्छ थोरै गरे पनि त थपेर दिनु मिल्यो के थपेर गर्न नि मिल्छ अहिले थपे हुन्छ क्या ओ श्यामले जा अति श्यामले तिमीलाई थाहा छ के ल पूजा गर अब कुसका टुक्रा राख बाबु ए यहाँ कटौराका कुस्ता ल यसो त्यहाँ छौ ओम दक्षिणा देव्यै नमो नमः सबै वस्तु छोएर सबै वस्तु छ ओम दक्षिणा देव्यै नमो नमः ओम अयम हिरण्य क्लीम चामुण्डा विच्चे नमः भन्ने मन्त्र जप ओम अयम हिरण्य क्लीम चामुण्डा विच्चे नमः दाताम यसो फुलपाती समा त बाबु दाताम वरुणो राजा दर्वेमी देते देवता लौ लौ ए फुलपाती समा दाताम वरुणो राजा दर्वेमी देते देवता विप्रासो विण रूपेण इदम प्रतिगृहताम तिनीहरूमा फुल चढाऊ तिनीहरूमा दक्षिणामा अथवा त्यही सम्पूर्णमा ल अब ती सबै वस्तु छोएर यसरी शिरमा मार्जन गर्ने है ओ मनमे तर्पेच भन ओ मनमे तर्पेच बातमे तर्पेच चौसुटमे तर्पेच चुत्रामे तर्पेच गणान्मे तर्पेच गणान्मे गणान् नामे मातृ गणत ल अब कुशा टुक्रो समात्नु कुशको टुक्रो समात्नु है हरि ओम तत्सत भन्नु ओम विष्णु भन्नु पुरै जाने भन्छु हजुरहरूले सुन्नुहोस् है हरि ओम तत्सत 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 बेनु 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 श्रीमन भाद्र मास विदेश बेनु राख्या पर्वत मानिस सलद सिद्धि कारण वर्णो द्वितीय प्रादे श्री सदावरा गन्ते प्रहलाद मनन्तरी बौद्धवतारे श्री कृष्ण गण्डकी नदी नेपाल पशुपति पश्चिम दिगभागे हिमाल दक्षिण दिगभागे हे श्री गण्डकी सेवी अन्तर्गत ग्वालिङ ग्राम क्षेत्र दक्षिणायने शरद दौ अश्विनाहं सौर चन्द्रमाणेनः कार्तिक सौरमाणेनः दशमी पुण्यतिथौ बासरी गुरु बासरी सूर्य श्री सूर्य कन्या गते सवितरे अश्विजा कर्म गते चन्द्रमासी मिथुन गते देवता गुरु अन्य सुग्रीषु थानसु ससु मंगण गुण मिष्ट शुभ अदेह अदेह भारद्वाज अंगिरस्य गारसे शुक्ल यजुर्वेद शाखा देगाम मीना नाम निदेभ्यायाम देवप्रसाद नाम सर्वण यजमानम सरस्वती नाम देव्याया इतेः हरिचंद्र नाम सर्वण यजमानम सरस्वती बालिका प्रिय कुमारी नाम देव्याया सरस्वती नाम देव्याया प्रिय कुमारी नाम देव्या चंद्रशेखर नाम भविता नाम देव्याली लवलो नाम समचायते शिवला नाम समयिला सुरजा नाम अमृता नाम देव्यायते घनश्याम नाम समणायते युवराज नाम समण बालका ऋषि गला पुत्री चन्दनी सपुत्री अरूका नाम मनाई ममा मनसिद्धि सिद्धि प्रणक्य फलाफलते बाल्य सर्वे परिवार ग्रह गोचर दशा त्रिवक् दशा आद्य दशा अरिष्ट दशा खण्ड दशा योगिनी 7.5 दशा साध्यात्म शनि दशादि राहु दशा केतु दशा अरिष्ट थाने शुभ एकादश थाना पञ्चित फल बाल्य यौवन बालिका कायिका बाचिका मानसिका संसारिक सकल पाप दुरितो पशमन धर्म काम फल बादन यस्मिन् दिने
महालक्ष्मी मा सरस्वती भगवती प्रति श्लोकेन शान्ति कर्मणि सर्वदा तथा दुर्दर्शन ग्रहणछु मातृ सुनियत्म मन्त्रपुटक पाठ कर्मणि जय विजय सुशील ऋग्वेद आदि पुण्यवाचन आदि पूजनम च प्राश्चित गोदान कर्मणि लक्ष्मी नारायण भगवान नवग्रह देवता आदि पूजनम च कर्मणि विष्णु सहित भगवान विष्णु पूजनम कर्मणि लक्ष्यवर्ती हे आरती भगवान पूजनम च कर्मणि जय विजय दशमी आदि पूजन कर्म कर्तु संग सिद्धार्थम तेल राहु दैवतागम नून क्षार दैवतागम अन्नम प्रजापति दैवतागम फलम वनस्पति दैवतागम लोष्टम बृहस्पति दैवतागम हिरण्य मग्नि दैवतागम एतत् विवादम यथा नाम सर्वणे वर्मणे कन्याकुमारी जामित्री भगिनीभ्यो आचार्य सपूजिताय गौतम गार्गस्य पंचपरपरा एक नाम सर्वणे सपूजिताय ईश्वर प्रसाद नाम सर्वणे ब्रह्मणाय यथा भागम यथा कालेन दातुम तुभ्यम अहम संप्रदाय स्वस्तिम भयम श्री कृष्णार्पणमस्तु भयम नमः ल छोडिदिनु तत्सत नमः भन्नु ल अब अलिकति अक्षता निकाल्नु थोरै एउटा दुनामा